हेलो नमस्ते फपुलो सम्पूर्णमा र आज चाहिँ म नयाँ भिडियो लिएर आएको छु है हजुरहरूको माझ र के को भिडियो भन्दाखेरि चाहिँ आज म गदावरी रोप्न गइरहेको छु है अलिकति भए पनि 16-17 पट भए पनि गदावरी रोप्नेवाला छु है र पट चाहिँ ल्याउनु बिर्सेछ यो पुरानो पटलाई नै म फेरि युज गर्नेवाला छु है रियुज गर्न पनि सकिन्छ पुरानो पटलाई है र हेरिसक्नुहुँदैछ मैले र वेदर चाहिँ आज एकदमै राम्रो भइरहेको छ है सरी मेरो भिडियो चाहिँ आज डिस्टर्ब भइरहेको छ है आउनुमा किन भन्दाखेरि चाहिँ यहाँ सिक्किमको गाडी कुदिरहेको छ है टिस्टाको बाटो बन्द भएको कारणले गर्दा चाहिँ आज हाम्रो यो लाभा भएर यो रेसी भएर चाहिँ हाम्रो एनएचडिसिएलको हाइवेबाट कुदिरहेको छ है र मेरो घर चाहिँ रोडकै छेउमा भएको कारणले गर्दा चाहिँ एकदमै धेरै डिस्टर्ब आयो होला सरी फर है त्यसको लागि चाहिँ र हेर्दै गर्नुहोस् ल र मैले चाहिँ यो पटहरू है अहिले भर्खरै यसको पुरानो यो यस्तो चाहिँ निकालेर है यो चाहिँ मेरो एउटा पम्पम सार्नुपर्ने छ नि त त्यही भएर राखिरहेको है यसलाई चाहिँ निकालेर मैले सबै क्लियर गरिसकेँ है त्यो बोरामा मैले अस्ति नै एक बोरा मल निकालिसकेको थिएँ र यो पुरानो माटो र यो मललाई चाहिँ है म फेरि फिटेर नयाँ रोप्नेवाला छु है र वेदर चाहिँ हेर्नुहोस् न एकदमै दामी भइरहेको छ है हाम्रो यतातिर चाहिँ घाम लागेर मजाको वेदर आइरहेको छ र हेर्दै गर्नुहोस् होला म अब यो रोप्नेवाला छु र मेरो यहाँ छ है सार्नु पर्ने चाहिँ बेसी त सार्नु सक्दिनँ होला आज अलिक कम्ती नै सार्छु है तपाईँहरूकोतिर पनि फुलमा यस्तो किरा लागेको छ कि छैन हौ हेर्नुहोस् त यति धेरै फुल थियो सबै खाएर हेर्नुहोस् न यहाँ मेरो पनि यो प्लान्ट थियो यो प्लान्ट पनि सबै खाएर चुटाइदिएछ र यो प्लान्टमा पनि लाग्दैछ है यहाँ जेरिनियम एकदमै राम्रो फुल्दै थियो एकदमै राम्रो फुल्दैछ है फेरि जेरिनियम एकदम किरा लागेर चाहिँ खाएर र आज चाहिँ मैले यसमा यो किरा मर्ने दबाई लगाइदिइरहेको छु है हेर्नुहोस् त यस्तो हालत बनाइदिएको छ कि फुलको हेर्नुहोस् त यति डरलाग्दो अहिले चाहिँ झरेछ किरा हो सबै यो मेरो सारेकोमा पनि किरा लाग्दैछ र हजुरहरूकोतिर कस्तो छ है र यो मेरो चाहिँ एजिलिया चाहिँ है मेरो सबै सरेको छ है र यसलाई चाहिँ म पटै ल्याउनु बिर्सिनु भएछ आज आमाले र पट ल्याएर चाहिँ म यसलाई रोपेको पनि भिडियो हाल्ने छु है हजुरहरूकोमा कसरी रोप्नुपर्ने के गरी रोप्नुपर्ने है मैले सबै अपडेट दिएर हाल्नेवाला छु है यो पनि एकदमै राम्रो भएछ यो 1 मन्थ अलिक बेसी भयो है सबै सरेछ यहाँ चाहिँ अलिकति मरेको जस्तो भएछ है यसलाई चाहिँ अब बेसी राख्नु हुँदैन सबै सारिहाल्नुपर्छ है बेसी राख्यो भने चाहिँ मर्नु थालिहाल्छ है र यहाँनिर मेरो सयपत्री है यो पनि मेरो रोप्नुपर्ने छ अस्ति ल्याएको छु मैले हो अन्त मैले यहाँनिर चाहिँ यो के फुलहरू भन्छ यो बगानबेलीहरू मैले सारिरहेको छु है र म चाहिँ फ्री भएको बेलामा है यस्तो फुलहरू नै रोप्छु घरमा है टाइम पास र मलाई चाहिँ गार्डनिङ गर्नु एकदमै धेरै मनपर्छ है फुलहरू रोप्नुको लागि मनपर्छ एकदमै धेरै र म एकछिन फुर्सद पाएँ भने है एकछिन फ्री भयो भने फ्री टाइममा चाहिँ म जहिले पनि यसरी फुलहरू नै रोप्ने गर्छु है र अब चाहिँ मैले फुल पनि रोपिसकेँ गदावरी 2-2वटा रोपेको छु है एउटा पटमा चाहिँ 2-2 रोप्यो भने चाहिँ र यसरी नै भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद थ्याङ्क यू फर वाचिङ बाई बाई